ल गाइस मैले चाहिँ होइन न्यायालय हुँदा निर्वाचन प्रहरी हुँदाखेरि त्यहाँ एकचोटि रमाइलो गर्ने भयो क्या। रमाइलो गर्ने हुँदाखेरि मैले ऱ्याप हान्थेँ क्या, ऱ्याप होइन, ऱ्यापर। अनि त्यसपछि मलाई ऱ्यापर भनेर पनि चिनेको थियो क्या। कुन ऱ्याप हानेको थिएँ भनेर चाहिँ कुन ऱ्याप भनेको थिएँ भने चाहिँ जुन मैले नै कम्पोज गरेको होइन, त्यो टक्क ल सबसँग कुराकानी मिलाएँ क्या। कुन ऱ्याप ल भनिदिन्छ है। यो यो ए भाइ मलाई धेरै रिस नउठा। जब मलाई रिस उठ्छ अनि म धेरै आत्तिन्छु मात्तिन्छु, अनि रिस उठ्यो भने म धेरै तात्तिन्छु। तपाईँ को होस् थाहा छ? त गाउँघरमा सधैँ गजेडी रक्सी खाने जडिया, रक्सी खाएर हुने होस् ठुस, अनि रक्सी खाने होस् त ठुस। सुदिन खड्कालाई नउठा धेरै रिस, अनि निकालिदिन्छु भाइ, बनाइदिन्छु भाइ म तँलाई टुक्रा टुक्रा 34-36 पिस। सुदिन खड्कालाई नउठा भाइ रिस, सुदिन खड्कालाई नउठा भाइ रिस। जब धेरै म आतिन्छु अनि मातिन्छु, रक्सी खाने जडिया ठुस, मलाई धेरै नउठा रिस, बनाइदिन्छु भाइ टुक्रा टुक्रा 34-36 पिस, 34-35-36 जति पिस। रक्सी खाने कहोस् ठुस भनेर भनेको थियो होइन। तर यस्तो गाइस, यो चाहिँ यस्तो अब इनर्जी अलिक याङ्ग्री म्याडली टाइपको छ। तर यो कुराकानी मिलाएर ल हान्छु जस्तोसुकै होस्। कसैले पनि रिस नउठाउनुलाई यताउता दायाँ बायाँ नसोच्नु होला भनेरै हानेको होइन अगाडि गएर। त्यो देखेपछि त्यो ऱ्याप हानेदेखि पछि अनि मेरो नाम नै त्यही दिनदेखि, उही टाइमदेखि, त्यही समयदेखि ओ ऱ्यापर ऱ्यापर भनेर केटाले नामै उपनाम राख्दै यार बवाल थियो ऱ्याप भनेको थिएँ होइन। तपाईँलाई कस्तो लाग्यो? अलि यो छनु चाहिँ त्यो छ, म्याडली छ होइन, अनि म्याडली इनर्जीवाला के लास्टै एङ्ग्रीवाला छ क्या होइन, एङ्ग्रीवाला छ एकदमै। अनि मेरो शब्द, मेरो बोली होइन कसैलाई नराम्रो लाग्न सक्छ, तर सुदिन खड्काको बोली जस्तो भयो भने दिल चाहिँ एकदमै अच्छा, एकदमै राम्रोवाला छ होइन, राम्रो टाइपको मेरो दिल छ। म जस्तोसुकै रूपरेखा यताउता जहाँ दायाँ बायाँ सबै थोक जस्तोसुकै भयो भने दिल भनेको चाहिँ नेपालमा नम्बर 1 नै पर्छ जस्तो लाग्छ क्या आफूले। तर अरू छन्, थुप्रै छन्, तर चर्चा आएको दिल राम्रो मान्छे हो जहाँबाट भने म रूपरेखा दायाँ बायाँ यताउता नभए पनि मन सफावाला मान्छे हो। त्यसैले मैले तपाईँलाई ऱ्याप सुनाएँ। अनि ऱ्यापलाई दायाँ बायाँ यताउता केही पनि नमान्नु होला होइन। यो ऱ्यापको शब्दहरू यताउता म बोली चाहिँ यस्तै छ क्या मेरो पहिल्यैदेखि कडा होइन। अनि तर यताउता दिल भने अच्छा छ। त्यसै त्यही हो कुरा चाहिँ। अब के भन्ने यार, मलाई भन्न आउँदैन क्या, फेरि गाना भन्न आउँदैन भनेपछि फेरि गाना क्या। म के अरे म थियो क्या केही देखाउनु मन लाग्छ यसो न क्या, बिन्दास सुन्दै गयो, टाइम पास गरेर आएको छु क्या। आजभोलि जग्गालाई पुग्नु पर्छ अनि हिँड्दा हिँड्दै यसो होइन एक्लै एक्लै कति थाक्ने कि मच्चिने कि कति भनेर किन सधैँ मच्चिने, यसो टाइम पास पनि गरौँ भनेर यसो नगरे हो क्या मैले। यस्तो त हो क्या। अनि भन्न आउँदैन भन्ने थियो नि, मलाई भन्न आउँदैन, मलाई पोख्न आउँदैन सपना क्या कुराहरू,
नाच्यो मैसँग तिमी डम्फुको थालैमा माया तिमीलाई देऊ मलाई बिहे गर्छु आउने सालैमा नाच्यो मैसँग तिमी डम्फुको थालैमा माया तिमीलाई देऊ मलाई बिहे गर्छु आउने सालैमा कान्छी हे कान्छी ए कान्छी केही त बोल न ए मनको कुरा खोल न म मादल घन 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 खाउला तिमी छुरेली जस्तै नाचन कान्छी हे कान्छी ए कान्छी केही त बोल न ए मनको कुरा खोल न म मादल घन 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 खाउला तिमी छुरेली जस्तै नाचन हो 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 खेल होइन पिरात जीवन भरिलाई खेल खेलमै जोबन बलि जाला खेल होइन पिरात जीवन भरिलाई खेल खेलमै जोबन बलि जाला कान्छी हे कान्छी ए कान्छी केही त बोल न ए मनको कुरा खोल न म मादल घन 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 खाउला तिमी छुरेली जस्तै नाचन इसाराले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन कान्छी हे कान्छी ए कान्छी केही त बोल न अब त्यही गाइस के अरे अगाडिको ऱ्याप जब धेरै म आत्तिन्छु होइन तैँले रिस उठाएछन् म जब धेरै आत्तिन्छु अनि म धेरै मातिन्छु मेरो हातमा यदि पावर छ कि होइन तँलाई एक पन्च दिन्छु तेरो मुटु सबै हुन्छ तेरो मुटु फोक्सो कलेजो सबै हुन्छ ड्यामेज होइन मृगौला अनि त्यो हुन्छ ड्यामेज कलेजो मृगौला ड्यामेज प्लास्ट कलेजो अनि त्यो मेरो पन्चले त मर्छस् मरेको मान्छे त तर्सिने कुरै भएन होइन अनि तेरो त हुनसक्छन् कोही न कोही भतिजो अनि तर्सिदिन्छ तेरो भतिजो के अस्ति मैले त्यही टाइममा तर गाउँमा हान्दा थिएँ क्या मैले बरको रुखमा चाहिँ बबाल लाएको थिएँ होइन कस्तो कस्तो मिलाएर हान्दा थिएँ क्या त्यतिखेर झ्याप्पै उयोसहरू चाहिँ कम्पोज भएर जस त्यतिखेर चाहिँ बबाल राम्रो मानेको थियो केटाहरूले वा 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 गर्थ्यो होइन हामी चाहिँ यस्तो त्यति साथीभाइमा यस्तो खेल्ने यताउता रे भन्ने यताउता चाहिँ गर्छ होइन त्यो रमाइलोको लागि मात्र झगडा यताउता दायाँ बायाँ केही पनि गर्दैनौँ ल गाइज बाई बाई आई लभ यु बसिसक्यो अब